हेलो गाइजहरू ल आजको दिन चाहिँ मेरो यसरी सुरुवात भयो। आज चाहिँ ट्र्याक्टर लिपलाप गर्ने कार्यक्रम भइरहेको छ। टक्क सरसफाइ गरेर लिपेछ चुलो होइन। यतापट्टि भाइ चाहिँ भाँडासाँडा पुछिरहेको रहेछ। अनि त्यतिकै अल्छी लाग्यो लास्टै। आज चाहिँ अलिकति छिटो उठाएको थिएँ र अल्छी लाग्यो होइन। किचनमा गएको, किचनमा चाहिँ यता भेज काट्ने कार्यक्रम भइरहेको छ। फेरि यता ग्रिन सलादहरू यसो हेरेको त यो सेर्पा चुलोको त यो ढोकै भत्किरहेको रहेछ होइन। अनि बनाउनको लागि चाहिँ म फर्स्टमा मेसिन लिन गएँ। मेसिन ल्याइसकेपछि चाहिँ मैले चेक गरेँ फर्स्टमा। अनि अब किला ठोक्ने कि वेल्डिङ गर्ने सोचेँ होइन। त्यसपछि किला ठोक्दाखेरि ठिक होला भनेर टक्क स्क्रु किलाहरू खोजेर ल्याएँ, ढोकाहरू नापेँ, अनि मेसिनहरू सबै चेक गरेँ होइन। अनि यसरी पहिला नापेँ फर्स्टमा चाहिँ। अनि किला लास्टै गाह्रो थियो किला पाल पार्न चाहिँ होइन। किला बल्ल बल्ल पाल पारेँ। अनि यता हाम्रो सेफ सर चाहिँ पानी हालेर सरसफाइ गर्दै थियो। अनि मलाई अल्छी लाग्यो, माथि गएर एकछिन पहिला चिया खाएँ घाम तापेर होइन। यतिकैमा चाहिँ यो मन्दिरा फुड्स भन्नेबाट यो प्रिमियम ड्राइड फ्रुटहरू आएको रहेछ। यो चाहिँ डिहाइड्रेटेड भन्दो रहेछ होइन। प्याकेजिङ पनि दामी लाग्यो मलाई चाहिँ। चाखी हेर्दाखेरि झन् बवाल लाग्यो। यो चाहिँ जुनारलाई सुकाएर बनाएको हुँदो रहेछ, केही नमिसाइकन बनाएको हुँदो रहेछ। अनि यो चाहिँ किवी रहेछ होइन। खाँदाखेरि एकदम चिवी खालको मजा लाग्यो। अनि एकछिन अल्छी लागेर घाममा सुतेँ 1 घन्टा जति होइन। अनि त्यसपछि चाहिँ मान्छेहरू आउन अब थाल्यो, साँझ भइसकेको थियो होइन। आज शनिबारको दिन चाहिँ अलिकति छिटै नै प्याक जस्तै थियो। अनि त्यसपछि चाहिँ यता काउन्टरभित्र आएर म्यामलाई ल्याङ हान्दै एकछिन होइन। यो एउटा पाङ्रा फ्राई क्यान्सल भएर आएछ, मैले खाइदिएँ पनि। अनि यसो लास्टमा अल्छी लाग्यो होइन, तलतिर गएँ। अनि यसो के पाकिरहेछ भनेर हेरेँ होइन। अनि यतापट्टि माछाकोमा चाहिँ माछा रहेछ, माथिदेखि तलसम्म माछा होइन। माथि तल सब माछा। अनि यतापट्टि चाहिँ पोर्क सेको अर्डर आइरहेको रहेछ। किचनभित्र चाहिँ चिकन चिल्लीको अर्डर आएछ, 2टा चिकन चिल्ली एकैचोटि भएर होइन। टक्क दामी देखिन्छ हेर्नुहोस् त। त्यसपछि चाहिँ म माथि आएर काम गर्न बिजी भएँ। अनि भिडियो खिच्न नि पाएन। अनि आजको लागि यस्तो नै।